ज्यू र आजका विशिष्ट अतिथि हाम्रो वडा नम्बर 11 जनप्रतिनिधि महिला सदस्य तथा कार्यपालिका सदस्य हेमा खानीज्यू र अन्य विभिन्न सङ्घ संस्थाबाट आउनुभएका हाम्रा अतिथिज्यूहरू, पत्रकारज्यू र प्रशिक्षक सर श्री राजु दौरानीज्यू र यस 1 महिने भाग्यवादीमा सहभागी मेरा आमा दिदीबहिनीहरूमा सर्वप्रथम त म पूर्व सिद्धनगर विकास समितिकी सचिव साथै यस 1 महिने तालिममा भाग लिने सदस्य उजिला साईको तर्फबाट हार्दिक नमस्कार गर्दछु। उहाँले हाम्रा महिला दिदीबहिनीहरूलाई यति राम्रो कार्यक्रम लिएर आउनुभयो जसमा आफ्ना समग्र दिदीबहिनीलाई मात्र नभएर वरिपरि रहेका सबै दिदीबहिनीहरूलाई समातेर यो तालिम सिकाउनमा सफल हुनुभएको छ। उहाँले गर्दा जसमा म पनि यो सफल महिला सङ्घमा आबद्ध नभए तापनि उहाँले मलाई हामीले यस्तो कार्यक्रम लिएर आएका छौँ, हजुरलाई पनि सिक्न इच्छा छ भने आउनुहोस् भन्नुभयो र मलाई पहिले नैदेखि एकदम यो मादल बजाउने रहर पुरै मनबाट थियो, तर मैले यो मौका पाएको थिएन। त्यसमा यस सफल महिला समूहले मलाई त्यो मादल सिक्ने प्लेटफर्म दिएकोमा धेरै नै आभारी छु र हामीले यहाँ यस 1 महिने मादलमा त सिकेको छु र मैले म लगायत मेरा साथीहरूले मादलमा धेरै प्रगति गर्नुभएको छ। पहिले सुरुमा आउँदा हामीलाई मादल कतापट्टि राखेर बजाउने भन्ने पनि थाहा थिएन र कुन हातले बजाउँदा घिन बजाउने, कुन हातले बजाउँदा तान हुन्छ भन्ने पनि ताल लय हामीलाई केही पनि थाहा थिएन। त्यो ताल जानिसक्यौँ, हामीले धेरै कुरा सिकिसकेका छौँ र हाम्रा सर सचिव मैले लान्च गरियो भनेर लिएर आएको थिएँ मसँग एउटा र एउटा सीता म्याडमले ल्याउनुभएको थियो र एउटा यो के अरे सफल महिला सङ्घ र उहाँले रात दिन गरी हेर्नु दुईवटा मादल थिए तपाईँहरू प्लिज दुईवटा मादल थिए। अनुकरणले उदाहरण किन भने दुईवटा मादल थिए, आज तपाईँहरूले त 10वटा मादल बनाउनु भयो नि। तपाईँहरूको नि सहयोग होला, शान्ति घिमिरेले त्यति गर्नुभयो कि 2वटा मादल थिए, तपाईँहरू आज 10वटा मादल गर्नुभयो। एउटा हार्मोनियम थियो, आज 2-3टा हार्मोनियम बनाउनु भयो। साथ सहयोग पनि तपाईँहरूको भयो र उहाँले यस्तो गर्छु यस्तो गर्नुपर्छ हिँड्नु अब बिमारी लाउने पनि मलाई दाजुमा बिमारी हुन्छ, बिमारलाई भित्र लुगाएर पनि साथ सहयोग समाजलाई अगाडि बढाउने भनेर जति पनि लाग्नुभयो त्यसरी यो सफल महिलासँग अगाडि बढोस्। घुमाइतिर गए सिकाउँदै यसपालि चाहिँ सफल महिला समूहको यो प्राङ्गणमा चाहिँ दीपावली सौधाईको यो बिल्डिङमा सिकाउने अवसर मिल्यो। धेरै ठाउँहरूमा 1-1 हप्ताका 10-10 दिनका भई 15 दिनका हुन्थ्यो। यहाँ चाहिँ 1 महिनासम्म तालिम दिइरहँदाखेरि मलाई एकदम यो तपाईँहरूको र म बिचको सम्बन्ध चाहिँ अलि यो के भन्छ दिदी बहिनी दाजुभाइ जस्तो प्यारेन्टिङ टाइपको कि त्यस्तो खालको अनुभूति यहाँहरूले दिलाउनु भयो। यसै बिचमा सिकिरहँदाखेरि एउटा दुःख घटना पनि घट्यो। केही भनिरहँदाखेरि त्यही कुरा सम्झाइरहँदाखेरि यहाँलाई बताइरहँदाखेरि ठ्याक्कै कोही बेला त्यो बाढी मिल्न गयो जस्तो खालको परिस्थिति पनि भयो। त्यसको लागि दिवंगत परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गर्न चाहन्छु। र यहाँहरूको सिकाइ भोगाइ यस्तो हुन्छ, सङ्गीत भनेको एउटा ठुलो महासागर हो। तपाईँहरूभन्दा अलिकति म केही जान्ने बुझ्ने अलिकति केही ज्ञानी भएको कारणले यहाँहरूको माझ उपस्थित भएको छु, तर हुन चाहिँ म सङ्गीतको विद्यार्थी नै हो। मैले पनि धेरै कुराहरू अझै पनि सिक्न बाँकी छ। तपाईँहरूभन्दा अलिकति केही थोरै अलि बढी जान्ने भएको कारणले तपाईँहरूको